चुनाव अघि टार्गेटेड फिल्म रिलिज संयोगकीय रणनीति यसले चुनावलाई कतिको प्रभाव पार्ला। चुनावको ठिक अघि राजनीतिक कथावस्तु बोकेका 3 फिल्म युट्युबमा रिलिज हुनु संयोग मात्र नहोला। यी फिल्मसँग अहिलेको माहौल, समय र सन्दर्भ जोडिएको छ। जनता असन्तुष्ट छन्, परिवर्तन खोजिरहेका छन् र डिजिटल प्लेटफर्मले नागरिक आवाजलाई बाहिर ल्याउन खोजिरहेका छन्। दिमाग खराबले आक्रोश देखाउँछ, छरीपछिको इन्द्रेणीले आशा देखाउँछ, सेन्टी भाइरसले भावना देखाउँछ। तिनै फिल्मको केन्द्रमा वितृष्णा, विद्रोह र अपेक्षाको कथा समावेश छ। यी कुरा अहिलेका मतदाताको मूड पनि हुन सक्ला। चुनावको मुखैमा एकैपछि अर्को गर्दै युट्युबमा रिलिज भएका यी फिल्मको समय, उद्देश्य र प्रभाव अर्थपूर्ण देखिन्छ। तिनै फिल्मको कथावस्तु राजनीतिक असन्तोष, व्यवस्थाप्रतिको प्रश्न, सामाजिक निराशा र वैकल्पिक नेतृत्वको खोजीमा केन्द्रित छ। निर्माण पक्षले भने यी फिल्मलाई समसामयिक यथार्थको कलात्मक प्रस्तुति भएको बताएका छन्। तर चुनावी सन्दर्भले तिनलाई सामान्य मनोरञ्जन भन्दा बाहिर राखेको देखिन्छ। अब यो रणनीति हो कि आवश्यकता त? यसअघि हलमा रिलिज भइसकेका यी तिनै फिल्मले युट्युबमा राम्रै भ्यू पाइरहेका छन्। यतिखेर छरीपछिको इन्द्रेणीका निर्देशक अर्जुन घिमिरे पाडेको तर्कलाई मान्ने हो भने यो फिल्म रिलिजको लागि अहिलेको समय एकदमै अनुकूल छ। आफूहरूले पनि यो फिल्म मार्फत नागरिकलाई सचेत तुल्याउन खोजेको घिमिरेको कथन छ। यो फिल्मको चर्चित ट्र्याक आम नेपाली बुवा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बालेन्द्र शाहले तयार पारेका हुन्। रोचक कुरा के छ भने बालेनकै युट्युब च्यानलबाट उक्त फिल्म युट्युबमा ल्याइएको छ। हामीले यो फिल्म मार्फत नागरिकलाई सुसूचित तुल्याउन खोजिरहेका छौँ, जसको लागि अहिलेको समय एकदमै अनुकूल छ, पाण्डे भन्छन्। यो फिल्म हलमा रिलिज भएको केही महिनामै सिधै युट्युबमा आइपुगेको। तिनै फिल्मका निर्माताको भनाइ छ डिजिटल प्लेटफर्मले भौगोलिक सीमाभन्दा बाहिर व्यापार दर्शक माझ पुग्ने अवसर दिन्छ। विदेशमा रहेका नेपाली दर्शक समेत सहज रूपमा फिल्म हेर्न सक्छन्। यस वर्षको चुनावको बहस, प्रचार र सबकथन सबै सोसल मिडिया भइरहेको छ। यस वर्षको चुनावी बहस, प्रचार सबै थोक सोसल मिडियामा भइरहेको छ। सामाजिक सञ्जालमा राजनीतिक विषयवस्तु तीव्र रूपमा फैलिरहेका छन्। युट्युबमा रिलिज गरिएका फिल्मका दृश्य, संवाद र सन्देश छोटा क्लिपको रूपमा फेसबुक, टिकटक र एक्स, ट्विटरमा सेयर हुने सम्भावना उच्च पनि हुन्छ। यसले फिल्मका यी कन्टेन्टलाई केवल फिल्मको दायराभित्र सीमित नराखी चुनावी संवादको हिस्सा समेत बनाउँदछ। 3 फिल्ममध्ये कुन चलचित्र कस्ता छन् त? दिमाग खराबले असन्तुष्ट युवाको आवाजको कथा भन्छ। भ्रष्टाचार, सत्ता केन्द्रीय निर्णय प्रक्रिया र राजनीतिक नेतृत्वप्रतिको अविश्वासलाई केन्द्रमा राखेको छ। कथाका पात्र बारम्बार दोहोरिने बाचा र अधुरा परिवर्तनबाट निराश छन्। फिल्ममा युवाको आक्रोश र अब पुरानो शैली स्वीकार्य छैन भन्ने सन्देशलाई बलियो रूपमा प्रस्तुत गरिएको छ। दिमाग खराबमा पछिल्ला वर्षमा सहरी युवामाझ व्याप्त बढ्दो राजनीतिक असन्तोष फिल्मको कथासँग मेल खान्छ। यही कारणले यसको सन्देश चुनावी सन्दर्भमा थप अर्थपूर्ण बनेको छ। झरीपछिको इन्द्रेणीले निराशापछिको सम्भावनाको कथा भन्छ। प्रतीकात्मक शैलीमा भनिएको यसको कथाले राजनीतिक अस्थिरता र सामाजिक निराशालाई झरीको रूपमा चित्रण गर्छ। कथाको उत्तरार्धमा इन्द्रेणी आशा र पुनर्निर्माणको सङ्केतको रूपमा पेश गरिएको छ। यो फिल्मले प्रत्यक्ष रूपमा कुनै दलको नाम नलिए पनि नयाँ सोच र पारदर्शितामूलक नेतृत्वको आवश्यकता देखाउँछ। परिवर्तन सम्भव छ भन्ने भावनात्मक सन्देश चुनावी समयमा विशेष रूपमा प्रभावकारी हुन सक्छ। यस्तै सेन्टी भाइरस भावना र राजनीतिको कथा हो। काभ्रे जिल्लाको स्थानीय चुनावको कथा पेश गर्ने फिल्मले चुनावी समयमा जनभावना कसरी तीव्र रूपमा फैलिन्छ भन्ने विषयलाई कथामा समेट्छ। सामाजिक सञ्जाल, अफवाह, भावनात्मक अपिल र भिड मनोविज्ञानले मतदाताको धारणा कसरी निर्माण गर्छ भन्ने पक्ष फिल्मको केन्द्रीय विषय हो। मिडिया अध्येताका अनुसार सोसल मिडियाको उदयबीच भइरहेको निर्वाचनमा तथ्यभन्दा भावनाको प्रभाव धेरै हुन्छ। फिल्मले यही प्रवृत्तिलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको देखिन्छ। अब यी विषयमा सांस्कृतिक हस्तक्षेप कतिको हुन्छ त? नेपालमा राजनैतिक विषयवस्तुमा आधारित फिल्म आउनु नयाँ कुरा होइन, तर चुनावको ठिक अघि
एकैचोटि 3 राजनीतिक कथावस्तुका फिल्म युट्युबमा आउनु अर्थपूर्ण मानिन्छ। राजनीतिक कथावस्तुकै फिल्म बिगुल हलमा त रिलिज भयो, तर एक साता नपुग्दै हलबाट उत्रिन पुग्यो। निर्माताले चुनाव अघि हेर्नै पर्ने फिल्मको रूपमा यसरी प्रचार गरेका थिए। श्री बुकुरोलाई निर्देशकले भोट हाल्नु अघि शान्त मनोविज्ञान बनाउन भए पनि हेर्नुपर्ने फिल्मको रूपमा बताएका थिए। चुनावी समयमा नागरिक राजनीतिक रूपमा संवेदनशील हुन्छन्। यस्तो बेला आउने पप कल्चरका सामग्रीलाई दर्शकले आफ्नै राजनैतिक सन्दर्भमा व्याख्या गर्छन्। अहिलेको राजनीतिक वातावरणमा परम्परागत दलप्रतिको असन्तोष, स्वतन्त्र उम्मेद्वारको उभार र डिजिटल अभियानको प्रभाव स्पष्ट देखिन्छ। तिनै फिल्मको सन्देश यही मनोविज्ञानसँग जोडिएको छ। युट्युब रिलिजपछि तिनै फिल्ममा दर्शक प्रतिक्रिया उल्लेखनीय रूपमा आएको छ। कमेन्ट सेक्सनमा कतिपय दर्शकले फिल्मलाई वास्तविकताको चित्रण भन्दै प्रशंसा गरेका छन् भने केही चुनावी समयसँग जोडेर आलोचना पनि गरेका छन्। सामाजिक सञ्जालमा फिल्मका संवाद र दृश्य छोटो भिडियोको रूपमा भाइरल भइरहेका छन्। यसले चुनावी बहसलाई फिल्मसँग जोडेर थप चर्चा बटुलेको देखिन्छ। कुनै एक फिल्मले प्रत्यक्ष रूपमा मत परिवर्तन गर्ने सम्भावना न्यून हुन्छ। यद्यपि चुनावी भाष्य बनाउन यी फिल्मको सौम्य शक्ति यहाँनिर प्रभावशाली हुने देखिन्छ। सामाजिक सञ्जालको बहस र भावनात्मक प्रभावले दीर्घकालीन धारणा निर्माण गर्न सक्छ। चर्चा गरिएका तिनै फिल्मको आक्रोश, आशा र भावनालाई केन्द्रमा राखेका छन्। यी 3 तत्त्व अहिलेको चुनावी मनोविज्ञानसँग प्रत्यक्ष रूपमा सम्बन्धित पनि छन्। दिमाग खराब छरेपछिको इन्द्रेणी र सेन्टी भाइरसको चुनाव अगाडिको युट्युब रिलिजले समय र सन्दर्भबारे स्वाभाविक प्रश्न उठाउँछ। डिजिटल माध्यमको विस्तार, वैकल्पिक र राजनीतिक धारको उभार र जनभावनाको तीव्र अभिव्यक्तिका बीच यी फिल्म सार्वजनिक भएका छन्। मतदाताको निर्णयमा यी फिल्मको प्रभाव तत्कालै कति पर्छ भन्ने कुरा स्पष्ट नहोला, तर अबको चुनाव केवल आमसभा भाषण र पोस्टरमा मात्रै खुम्चिने छैन, डिजिटल पर्दामा पनि विस्तार भइसकेको छ। यो प्रवृत्तिलाई प्रस्तुत 3 फिल्मले दर्शाएका छन्। के तपाईँले यी 3वटा चलचित्र हेर्नुभएको छ भने तपाईँलाई यी 3 चलचित्रमध्ये कुन चलचित्र बढी मन पर्यो? कमेन्ट गर्न सक्नुहुन्छ।